हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ हामी कहाँ छौँ भन्दाखेरि होइन, त्यही पुरानै ठाउँमा छौँ छन्ला चाहिँ तर नयाँ व्यवस्थाका साथ आएँ होइन। हामीसँग हुनुहुन्छ एकदम मेरो आत्मीय मित्र होइन, सुरेन्द्र। के छ र भ्लगको नाम? एमबी भ्लग। एमबी भ्लगलाई सबैजनाले लाइक, कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु होला है गाइजहरू। मेरो साथीले भनिहाल्यो होइन, के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने स्टार्टिङमै भनिदिइहाल्यो होइन। त्यो चाहिँ गरिदिनु होला होइन। तपाईँहरूको माया पाए त फेरि भ्लग आउने हो नि, माया नपाए त कहाँबाट भ्लग आउँछ र फेरि होइन। त्यो गरिदिनु पऱ्यो त्यति। आज चाहिँ हामी नाइट क्याम्पेनमा हिँड्यौँ होइन, क्याम्पेनै भन्छ नि त्यसलाई, नाइट क्याम्पेनमा हिँड्यौँ हामी होइन। दिउँसोको समयमा चाहिँ कस्तो भइदियो नि, यिनीहरू सबै कता कता भए, अलिकति फुर्सद पनि मिलेन जस्तो भयो। त्यो हिसाबले चाहिँ अब यो साँझै पख घाम गएर लाग्यो नि, घाम एकदम लास्ट स्टेजमा गइसकेको छ घाम चाहिँ होइन। त्यही पनि गरिदिउँ न त होइन, के छ साथीहरूसँग भनेर ड्याक्क कति हुनुहुन्छ यता अमृत सर होइन, हाम्रो भरत ट्याक्क लगाएर हामी 4 जना ग्रुप छ। आउँदैछन् अरू 2-3 जनाहरू होइन। ठिक छ, बोबाल छ ठाउँ होइन, त्यही पुरानो ठाउँ हामी। हामीले बालिका स्कुलबाट चाहिँ त्यहाँबाट चाहिँ देखिन्थ्यो, तर के डाँडा हो भन्ने भएको थियो होइन। तपाईँलाई त्यही त मैले त्यत्तिकै भन्छु त यहाँ भनेर यार, त्यहाँ गयो केही देखिन्न थियो उस्तो पऱ्यो, भित्र मात्रै हेर्ने हुन्थ्यो। राम्रो चिजमा ठाउँमा ल्याउँछु नि म्युनिसिपालिटीहरूलाई धेरै, त्यो छ नि त मेरो व्यवस्था। हेलो गाइजहरू, आज हामी नाइट क्याम्प आएको। दाउरा नै रहन्छ अहिले यसरी। दाउरा हाम्रो दाउरा कटिङ भइरहेको अवस्था भइरहेको छ। हेर्नुहोस् यसरी चर्ने काटेर माथिसम्म जानुपर्छ। माथिबाट यहाँ तल आएको छौँ है हामी अहिले। हेलो गाइजहरू, आज हामी चैते दसैँको अवसर मिलाएर हामी आज यता नाइट क्याम्पमा आएको छौँ, यता घोर्लासको डाँडा भन्ने ठाउँमा है। अनि अहिले हामी अब सेकुवा बनाउनु लागि अलि दाउराको कमी भएको हुनाले यसरी यहाँ दाउरा टिप्न आउनु परेको छ है। यहाँ सल्लाहको रुखमा चर्ने, हाँगाहरू सुकेको भाँच्ने टिपेर लैजाने भइरहेको छ। ल त्यसको लागि हामी 3 जना आएको छौँ यहाँ दाउराको लागि। अनि माथि हाम्रो टोलीहरू कटिङ सटिङ यसो सरसफाइ भइरहेको छ माथि, त्यही हो। ल हेर्नुहोस् है यहाँको भ्युजहरू। यो चाहिँ सल्यान है, सल्यान जिल्ला। यो छ अवस्था होइन। लगभग केही नभए आधी घन्टा चाहिँ लाग्यो हामीलाई दाउरा खोज्नलाई होइन। अब दाउरा खोजेर जम्मा त्यति मात्रै जम्मा भयो दाउरा चाहिँ होइन। केटाहरूको अब जोस आउनु लागिसक्यो, नाचो साँचो आउनु लागिसक्यो, गीत बजिसक्यो, रानो र रागो भन्ने मन लागिसक्यो होइन। अब यहाँबाट निक्लिनु त हामी लगभग केही नभए 10-12 बजिहाल्छ होइन। ठिक छ सुरेन्द्र, मजाले ठिक छ त। रुमाल छैन सोल्टी जाओस् न, सोल्टी र सुरेन्द्र दे टक्क छ। फेन्टाको बोतलहरू छ होइन, स्प्राइटहरू छ, रेडबुलहरू छ हामीसँग। त्यही खाने राखेको चिज हान्ने हो नि त हामी, फेरि यस्तो सोझो मान्छे होइन, बाहिर नखाने मान्छे हो नि त हामी त, सबै सोझो मान्छे होइन। ठिक छ त, फेरि शीतन भइरहेको रेडी, रेडबुलसँग खाने शीतन भइरहेको छ रेडी होइन। सिनाबोकी गवारी छन् जन्नी ज्योति, आमाले चिनी छन् दादिङ गजुरी, मेरो नजुरी गवारी। हो भरतको राम्रो छ है। अझै त्यो बिहा नगरे अरूको आइरहेको है टक्क। लगन त जुल्नु पऱ्यो त। बिहा छ ठिक छ। ठिक छ सुरेन्द्र, एकदम ठिक। बोल लाग्यो आज
जुर्छ असारमा होइन असार साउनमा जुर्छ यो छ होइन हामी लगभग यहाँ आएको लगभग 2 घन्टा 2.5 घन्टा जति पुग्नु लागिसक्यो होइन भर्खर मात्रै हाम्रो सितनहरू पाक्दैछ होइन दाउरा खोज्नलाई लगभग आधी घन्टा जति लाग्यो त्यही पनि दाउरा राम्रोसँग दाउरै भेटाएनौँ हामीले होइन त्यही झिँगा मसिना मात्रै खोजेर बालियो जे होस् होइन सितन त पाक्दैछ सितन त पकाउनु पऱ्यो पहिलो कुरा लसन अहिले लास्टमा भरतको भेस्ट जलाएर भए पनि बाल्ने हो होइन काटेर फेरि आज च्याट्ट परिहाल्छ सितनहरू सबै ल्याइयो होइन ठ्याक्क हामीलाई कमी भने नुनको भयो नि त नुन बिना त के गरी खानेहरू होइन त्यही भएर भरतरमा चाहिँ अब नुन लिन जान्ला हामी यही नजिकै छ बाइकमा अब 1 मिनटको बाटो त हो हिँड्दै गएको 10 मिनट हो त होइन भरत पानी ल्याउनु पऱ्यो होइन लिन जान्ला हामी ट्याक्क लगाएर अनि त्यस पछाडि आएर नुन भयो भने पुग्यो सितनहरू लगभग पाकिसक्यो हाम्रो नुन भयो भने हल्का छर्किने हल्का उफ्रट सर छर्केर ट्याक्क लगाएर खाने हुन्छ अनि त्यसरी हाम्रो त यो कुराकानी रमाइलो भइरहेको छ होस् आज एकदम सबै मिल्ने खालको मात्र आम ठिक छ रमाइलो छ जे होस् होइन सम्म त्यही त बानी त्यस्तो हुन्छ पाकिसक्यो हाम्रो सिधै होइन अब बसिन्छ खानालाई ट्याक्क लगाएर नाच जाला नाच रमाइलो डर हुनेवाला लगडा हाम्रो अब नाइट क्याम्प सुरु भयो होइन दियो सल्यानको कपुरकोट घरराजको डाँडामा नाइट क्याम्पिङ आएको एकदम रमाइलो गरिरहेको छ है आज चैते दसैँको अवसर पारेर है पारी देखेको कपुरकोट हो है ल भेटिरहँ लाग्ने हप्ताको सातै दिन भेजिटेरियन सकिन्छ उता मूलपानीको गाउँ चाहिँ यो पुरा पूर्ण रूपले बत्ती बोलिरहेको यता चाहिँ टेकन्डाराको भाग देख्न सकिन्छ पारीको हेडलाइटको बत्ती बोलेको भनेको मन्दिरको बत्ती हो उता बजारै छैन 2-4वटा घर छ अब यहाँ केटाहरू नाचिरहेको त्यही चाहिँ हेरेर मनोरञ्जन ल्याउनु होला भइरहेको छ मजा आइन्छ अब यताबाट
मेरो मामा हुन्छ मेरो जिग्रे दोस्त सुरेन्द्रजी मगर यता हाम्रो कृष्ण मङ्गलमा हुन्छ अनि यता कति देखाएको छ नि उहाँले चिकन चाहिँ लिएर हुन्छ दिपक सोल्टी कति उल्ला बदला हाम्रो सुरेन्द्र मङ्गल दिपक कृष्ण मङ्गल What a dance! What a dance! What a dance from Madan Buddha Magar. My jacket wearings, my showcase la. My uncles dancing also. Very best. My brothers, this one my brothers. Sonika Jislas. This one dance also very good. Supporters here, lighting supporters like my brothers. My soldiers last very 0.5 मान 0.5 मान सबै देख्नु भने अगाडिको अब हाम्रो चाहिँ घोरलास डाँडाको क्याम्पेन चाहिँ सकिएको छ हाम्रो नाइट क्याम्पेन हो यो अहिले हैन अब मन्दिरमा जाँदैछौँ हामी हैन एउटा निस्किन्छ हैन नाइट भजनमा के छ त हैन प्रवचनमा के छ त हैन यो पनि चलपल देखाउँछौँ हामीले है स्टे ट्युन हेर्दै गरौँ सब्स्क्राइब गरेको छैन भने सब्स्क्राइब गरौँ घ्याच दिइहालौँ हैन लाइक कमेन्ट वाचमा दिइहाल्ने हो के नाइ भन्ने त हैन ड्याङ ड्याङ दिइहाल्ने है ल सी यू काजी सोल्टी के छ अलि चल्ली ओए के छ ओए हो केटाहरु डाक हैन लाइन भाइ हो ओए सुरेन्द्र ठीक छ जानलाई होला भरा ठीक छ नि जानलाई हामी चाहिँ लगभग हैन घोरलास डाँडादेखि चाहिँ फर्किसकेका छौं हैन बाइक हामीसँग 4 वटा मान्छेको जना 4 दुना 8 भनेपछि 7 जना मात्र छौं जम्मा 7 जना मात्र छौं हैन
केटाहरू रहिलो हामी आएन होइन फर्किन्छौँ हामी मन्दिरतिर जान्छौँ होइन एकैछिनलाई मात्रै मन्दिरतिर पनि जान्छौँ मन्दिर जान्छौँ हामी त एकछिनमा मन्दिर जान्छौँ रहिलो हान्छौँ एकछिन अनि त्यस पछाडि होइन छविलालकोमा एकछिन देखिन्छौँ होइन ल ल ल यो ग्यारेजमा आएको हामी होइन कार्यक्रम ल्याउन र होइन रमाइलो ल्याएको है रमाइलो आमा होइन Oi, Dibang. Dibang, oi. Mana cuy? Oi, boleh sekarang juga mobil layar muzik. Translate. ठ्याक्क लगाएर चाहिँ अहिले हामी कालिका दक्षिण कालिका मन्दिरमा आइपुगेका छौँ होइन यहाँ प्रवचन सुन्ने भनेर आए मान्छे प्रवचन छैन नि पुरै बन्द भएकी छ नि त गाह्रो छ फर्केर जान लाग्यौँ प्रवचन सुन्ने भनेर आएको मान्छे अब प्रवचनै रहन्छ होइन 9 बजीसम्म 9 बजीदेखि सुरु हुन्छ भने यहाँ प्रवचन चाहिँ अझैसम्म स्टार्ट भएर हिँड्छ सायद आज होइन होला होइन आजलाई बाई है मन्दिरमा प्रवचन भन्ने चिज रहन्छ होइन अब त्यही हो हामी फर्किँदैछौँ ट्याक्क लगाएर त्यही हो कुराकानी अब लगभग 10:30 बजे भइसकेको छ 10:30 बजी भइएछ अब केटाहरू दुईवटा हामीसँग छुट्टी लगाइसक्यो हामी उता छुट्टिने खालको 4 जना छौँ छुट्टै उनीहरूलाई बिदाई गरेर होइन एउटा बिदाई गरेर लामा त मैले ल राम्रो छ भाइ ल हुन्छ ल भाइ है ल ल सुन्दै
बाई सबैलाई बिदाई गर्नु पर्यो ओके गुड नाइट गुड नाइट भन्नु पर्यो अहिलेको ठ्याक्कै लगभग हामी 11 बजिसक्यो होइन मेरो साथी सुरेन्द्र हामी यतातिर सोनुदाई हुनुहुन्छ होइन ट्याक्क लगाएर तिनवटा बस्यो होइन मजाले खाइयो अरू साथीहरू कता कता लागे आफ्नो घरतिर लागिसक्यो होइन सुरेन्द्र म लास्टमा बजेको भनेको सुरेन्द्र म सुन्दै तिनवटा बजे खाम होइन सुरेन्द्र म ट्याक्क छौँ होइन सुन्दै हुनुहुन्छ हाम्रो एकदम मिलनसार आदरणीय दाई जस्तो पनि हुनुहुन्छ उहाँ साथी पनि हुनुहुन्छ होइन सुरेन्द्र ठिक छ नि 11 बजिसक्यो घर पुगेका छैनन् होइन आज हजुरले देख्नुभएकै छ हामी कहाँ थियौँ र दाउरा काट्दाखेरि दाउरा भाँच्दाखेरि कहाँ पुगेका थियौँ रुख टुप्पामा पुगेका थियौँ हामी होइन मन्दिरबाट मन्दिर फेरि लास्ट फाइट मन्दिर हजुरलाई देखाउने सोच त थियो तर यस्तो भयो मन्दिरमा भजन कीर्तन भइन्छ सकिएको होइन त्यही त भयो त कुरा सकिएको त्यो भयो अनि अर्को कुरा गाइजहरू त्यो जाँदाखेरि हामीले भिडियो बनाएनौँ गइसकेपछि चाहिँ हामीले माझी डाँडामै भिडियो बनाएको थियौँ है लास्टमा एक त्यही त हो सब्सक्राइब नगरेको भए सब्सक्राइब मन्दिरमा कोही नभएर हामी फिर्ता आएको मान्छे हामीलाई 7 बजेको रिपोर्ट थियो हामी फिर्ता आएको मान्छे हो फिर्ता आयौँ हामी बाई बाई यति है सब्सक्राइब नगरेको सब्सक्राइब गरिदिनु होला लाइक कमेन्ट सेयर ड्याङ ड्याङ दिनु होला अन्तिममा सी यू अन नेक्स्ट ब्लग यो हाम्रो भर्खर नयाँ भ्लग हो नयाँ त्यो चाहिँ सब्सक्राइब नहोला होइन सबैजनाले लाइक कमेन्ट गरेर सब्सक्राइब गरेर एकदम भन्दा एकदम हेल्प गर्नु होला त्यही हो है एमबी के अरे एमबी भ्लगमा एमबी भ्लग वाइटी सब्सक्राइब गरिदिनु होला त्यही हो ल ओके सुरेन्द्रको फेसबुक मार्फत पनि यो भिडियो आउँछ हजुर हाम्रो सोनु काजीबाट पनि फेसबुक मार्फत भिडियो आउँछ हेरिदिनु होला माया गरिदिनु होला होइन सुरेन्द्रबाट पनि आउँछ मबाट पनि आउँछ होइन फेसबुकमा माया गरिदिनु होला सब्सक्राइब गरिदिनु होला त्यही कुरा नि होइन त्यही त कुरा नि हाम्रो अङ्कल साउजी मिलन साउजी हुनु अङ्कलै हुनुहुन्छ साउजी होइन हाम्रो प्यारो अङ्कल टक्लो अङ्कल हाम्रो एकदम मिलनसार हामीसँग एकदम होइन छोरा भतिजलाई पनि आफ्नै छोरा सम्झेर ट्रिट गर्ने मान्छे एकदम मिलनसार एकदम माया गर्ने मान्छे एकदम कस्तो भनेपछि एकदम मिठास मान्छे के गुलियो पुरै भेलीभन्दा गुलियो चिनीभन्दा पनि अझ गुलियो भने चाहिँ हामी सुन्नुहोस् एकदम मिठास मान्छे होइन ट्याक्क ल